सम्पूर्णमा नमस्कार, शुभ बिहानी, शुभ दिन। म प्रतीक लामिछाने। तपाईहरूले आफ्नो नाम मतदाता नावलीमा दर्ता गर्नुभयो कि छैन? अब मात्र 2 दिन समय बाँकी रहेको छ। दर्ता गर्नुभएको छैन भने सम्पूर्णले आफ्नो नाम निर्वाचन आयोग मतदाता नावलीमा दर्ता गर्नुहुन हार्दिक अनुरोध गर्दछु। अब तपाईसँग राष्ट्रिय परिचय पत्र या राष्ट्रिय परिचय पत्र नम्बर छ भने अब घरमै बसेर अनलाइन मार्फत आफ्नो नाम दर्ता गर्न सक्नुहुनेछ र बायोमेट्रिकको लागि लाइन बस्नुपर्ने झन्झट अब अन्त्य भएको छ र त्यो व्यवस्था राज्यले निर्वाचन आयोगले मिलाएको छ। अब घरबाटै तपाईको निर्वाचन आयोग मतदाता नावलीमा आफ्नो नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ। तपाईसँग राष्ट्रिय परिचय पत्र नम्बर या राष्ट्रिय परिचय पत्र छ भने त्यसैको आधारमा मतदाता नावलीमा नाम दर्ता गर्न सक्नुहुनेछ। यसको लागि मात्र अब समय 2 दिन मात्रै बाँकी छ। ढिलो नगरिकन आफ्नो मताधिकार प्रयोग गर्ने अधिकारलाई सुनिश्चित गर्नको लागि चाँडै नै आफ्नो नाम मतदाता नावलीमा दर्ता गर्न हुनको लागि अनुरोध गर्दछु। अब मात्र 2 दिन छ। अब देश कमेन्टले होइन भोटले परिवर्तन गर्न पर्ने हुन्छ। त्यसको लागि चाँडै नै आफ्नो नाम मतदाता नावली निर्वाचन आयोगमा दर्ता गर्नु हुन हार्दिक अनुरोध गर्दछु। जम्मा 2 दिन बाँकी छ। अब तपाईको बायोमेट्रिकको लागि लाइन बस्नुपर्ने झन्झट पनि छैन र घरमै बसेर तपाईले आफ्नो नाम दर्ता गर्नु हुन हार्दिक अनुरोध गर्दछु। छिटोभन्दा छिटो आफ्नो मत हाल्न पाउने अधिकारको सुनिश्चित गर्नका लागि आफ्नो नाम समयमै दर्ता गर्नुहोला। मात्र समय 2 दिन छ। जय देश, जय स्वाभिमान, जय चन्द्र सूर्य। हस्त, धन्यवाद।